ओस्कर वाइल्डको एउटा भनाइ छ, आफू जस्तो छौ त्यस्तै बन, अरू सबै त पहिल्यै अरूले लगिसके। निकै चर्चित बनाइयो यो। हो, सुन्दा एकदमै सरल लाग्छ हैन त? तर नेतृत्वको दुनियाँमा यो लागू गर्न त्यति सजिलो छैन। जब म जस्तो छु र संगठनले मलाई जस्तो खोजेको छ, बीचमा खाडल हुन्छ, तब के गर्ने? हो, ठेक्कै यही तनावको बीचमा छ आजको हाम्रो विषय। आज हामी यही अथेन्टिक लिडरशिप अर्थात् वास्तविक नेतृत्वबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। र यो छलफलका लागि हामीले पूर्व सीईओ बिल जॉर्ज र प्राध्यापक पेट्रिसिया ह्युलिन जस्ता विज्ञहरूको अन्तर्वार्ता अनि केही अनुसन्धानहरूलाई पनि आधार बनाएका छौँ। ग्रेट। त्यसो भए हाम्रो उद्देश्य के हो त? यो वास्तविक हुनुको अर्थ के हो, यो किन महत्त्वपूर्ण छ र यसका जटिलताहरू के छन्, यही केलाउने हो? हो, बिल्कुल। ल, त्यसो भए सुरु गरौँ। यो वास्तविक नेतृत्व भनेको खासमा हो के? अब यसको मूल मर्म भनेको चाहिँ आफ्नो भित्री मान्यता, विश्वास र मूल्यहरूलाई आफ्नो काम अनि व्यवहारसँग एकै लहरमा ल्याउनु हो। एकै लहरमा? हो। अनुसन्धानले यसका 4वटा मुख्य स्तम्भहरू देखाएको छ। 4वटा? पहिलो त भयो आत्मजागरुकता, मतलब आफ्नो शक्ति, आफ्नो कमजोरी त्यो चिन्नु। दोस्रो हो आन्तरिक नैतिक दृष्टिकोण। एकछिन है, यो तेस्रो स्तम्भ जुन छ, सन्तुलित सूचना प्रशोधन, यो सुन्दा अलि प्राविधिक लाग्यो। एउटा लिडरको लागि यसको व्यावहारिक अर्थ के हुन्छ? राम्रो प्रश्न। यसको मतलब हो कुनै निर्णय गर्नु अघि आफ्नो मनले चाहेको कुरा मात्रै सुन्ने होइन। सबै पक्षका विचार, चाहे त्यो मन नपर्ने नै किन नहोस्, त्यसलाई खुला दिमागले केलाउनु। मलाई के सही लाग्छ भन्दा पनि यहाँ के सही हो भन्नेमा ध्यान दिनु। एक्ज्याक्टली, त्यही हो। अनि चौथो स्तम्भ हो सम्बन्धमा पारदर्शिता। पारदर्शिता मतलब आफ्नो साँचो विचार र भावना खुलस्त राख्नु हो। यो कुरा सुन्दा मलाई प्राध्यापक ह्युलिनको एभोकाडोको उदाहरण याद आयो। एकदमै रोचक छ त्यो। उहाँ भन्नुहुन्छ, हामी एभोकाडो जस्तै छौँ। बाहिर नरम, परिस्थिति अनुसार परिवर्तन हुने मूल्यहरू छन्, तर भित्र एउटा कडा, कहिल्यै नबदलिने कोर छ। बिल्कुल, त्यो कोर नै हाम्रो आन्तरिक नैतिक दृष्टिकोण हो। र रोचक कुरा के छ भने यी 4 स्तम्भहरू छानी छानी लिने मेनु जस्ता होइनन्। प्याकेज डिल हो, प्याकेज डिल हो। जस्तै सन्तुलित सूचना प्रशोधन बिनाको पारदर्शिता त जथाभावी बोल्नु मात्रै हुन सक्छ। ठिक हो, त्यसले त झन् कमजोर बनाउँछ। ल, अब मानौ कुनै नेताले यो प्याकेज डिललाई सही तरिकाले अपनायो, त्यसको असर कस्तो हुन्छ? केही उदाहरण छ नि? मेट्रोनिकका पूर्व सीईओ बिल जॉर्जलाई हेरौँ न। जब उनले त्यो कर्पोरेट अपेक्षाको खोलबाट बाहिर निस्केर आफ्नो वास्तविक स्वभाव र जोशलाई काममा ल्याए, त्यो ऊर्जाले कम्पनीलाई $1 अर्बबाट $60 अर्बको उचाइमा पुर्यायो। उनी भन्छन्, जब तपाईँ आफू को हुँ भन्ने कुरामा स्पष्ट हुनुहुन्छ, तब अरूलाई प्रेरित गर्न सजिलो हुन्छ। यो निकै प्रेरणादायी कथा हो, तर उनी त सीईओ थिए। शीर्ष पदमा हुँदा वास्तविक हुन अलि सजिलो होला। त्यो पनि हो। तर संगठनको बीचको तहमा बसेर माथि उक्लिन खोजिरहेको म्यानेजरको लागि के यो सल्लाह त्यति नै सान्दर्भिक होला त? तपाईले यो विषयको सबैभन्दा ठूलो बहसमा हात हाल्नुभयो र यो एकदमै जायज प्रश्न हो। हो र? हो, केही अध्येताहरूले वास्तविक नेतृत्वको अवधारणालाई अत्यधिक सकारात्मक भनेर आलोचना पनि गरेका छन्। किन? उनीहरूको तर्क छ, कहिलेकाहीँ आफ्नो वास्तविक स्वभाव देखाउनु संगठनात्मक भूमिका वा अपेक्षासँग बाजिन सक्छ। हो नि, र मलाई लाग्छ यदि कोही आफ्नो समूहमा एक्लो वा फरक छ भने वास्तविक हुनु त झनै जोखिमपूर्ण हुन सक्छ। बिल्कुल, कहिलेकाहीँ घुलमिल हुनका लागि आफ्नो मौलिकता लुकाउनु नै सुरक्षित विकल्प जस्तो लाग्न सक्छ। त्यही त हो, र यही कारणले बिल जॉर्जले ट्रू नॉर्थ वा आफ्नो ध्रुवतारा पत्ता लगाउनु पर्छ भन्छन्। आफ्नो ध्रुवतारा? यसको अर्थ कुनै सफल नेताको नक्कल गर्नु होइन, बरु आफ्नो जीवनको कथा, आफ्नो विश्वास, आफ्नो उद्देश्यलाई गहिरोसँग बुझ्नु हो। नारुहुदो। त्यो ध्रुवताराले तपाईलाई कहिले बोल्ने र कहिले चुप लाग्ने भन्ने विवेक दिन्छ। भनेपछि यो आफूलाई जस्ताको तस्तै प्रस्तुत गर्ने कुरा मात्रै त होइन रहेछ। होइन,
यो त आफ्नो कोर के हो भनेर चिन्ने र त्यसलाई नगुमाइकन परिस्थिति अनुसार आफूलाई ढाल्ने कला रहेछ। एकदम सही। यात्रा बाहिर होइन, भित्रबाट सुरु हुन्छ, आत्मचिन्तनबाट। आफूलाई नचिनेसम्म अरूको नेतृत्व कसरी गर्ने, होइन र? हो। त्यसो भए यो सबै कुरालाई जोडेर हेर्दा के देखिन्छ त? वास्तविक नेतृत्व कुनै सूत्र होइन। होइन, यो त आत्मखोज र निरन्तर अभ्यासको यात्रा हो। एउटा यात्रा। र सायद म कसरी एक वास्तविक नेता बन्न सक्छु भनेर सोध्नुभन्दा राम्रो प्रश्न यो हुन सक्छ, के मेरो भित्री कोर मूल्यहरूसँग मेल खाने गरी म संसारमा यस्तो के फरक पार्न सक्छु? यसले नेताको पद भन्दा पनि उद्देश्यमा ध्यान केन्द्रित गराउँछ, जुन अझ शक्तिशाली छ।